So hello guys, welcome back to my new vlog. I hope म सबैजना तपाईहरु सन्चै हुनुहुन्छ होला। चाहिँ मेरो फर्स्ट भ्लग हो। तो आजको भ्यू म तपाईलाई देखाउने छु यताको जग्गा। भ्लग आइरहने छ। यताको बगैँचा म काम गर्ने सबै कुरा म तपाईलाई देखाउने छु। त्यही देख्न सक्नुहुन्छ गाइस। अनि अहिले सेपहरु चाहिँ एकदमै सानो सानो भइरहेछ। यो देख्न सक्नुहुन्छ। बगैँचा चाहिँ यही हो। अहिले मैले पानी लगाउनु पर्ने हुन्छ यहाँ। बाकी त्यो पारी त्यहाँ फुजी काम छ। यताको गाउँ एकदमै रमाइलो छ। गाइस मैले चाहिँ यो ट्याङ्कको पानी बगैँचामा लगाउनु पर्ने हुन्छ। यता माथि देख्न सक्नुहुन्छ कस्तो भ्यू छ। बगैँचा चाहिँ यही हो मैले काम गर्ने। सो सबैजना गएर मलाई सपोर्ट गरिदिनु होला। यो ब्लग चाहिँ यतादेखि पाइप लिनुपर्छ। बाकी यही हो भ्यू यताको। यता हेर्देखि माथि नाकु पर्छ। यता पुगाउँ यही हो बगैँचा गाइस। सो गाइस म तपाईहरुलाई एक चीज देखाउन गइरहेको छु। जो एकदमै मेरो लागि राम्रो चीज देखाउन चाहन्छु म। देख्न सक्नुहुन्छ गाइस। गाइस देख सक्नुहुन्छ सेबको बगैँचामा सेब सानो सानो भइसकेको छ। यही हो यताको बगैँचामा। बाँकी मैले काम गर्न लाग्छु म अहिले चाहिँ यो बगैँचामा पानी लगाउँ। सो पानी पनि मैले छोडिसकेँ माथि ट्याङ्कदेखि। यो पानी यसरी लगाउनुपर्छ पौधामा छोड्ने। अनि सेपहरू पनि भइसक्यो देख्न सक्नुहुन्छ। साँच्चै पनि आजको भिडियो राम्रो लाग्यो होला। यदि राम्रो लाग्यो सबैजना सपोर्ट गरिदिनु होला। यस्तै ब्लगहरू आइरहनेछ। अहिले गरेको काम चाहिँ देखाउने छु तपाईहरुलाई। यहाँ बसुन्जेल अहिले चाहिँ म किनौर इन्डियामा छु। फु भन्ने जग्गामा छु। सो सबैजना गएर सब्स्क्राइब गरिदिनु होला। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। फेरि पनि नयाँ ब्लगहरू आइरहनेछ। तपाईको एक सपोर्टले गर्दा मलाई थोडा मोटिभेसन मिल्नेछ। त्यही भएर सबैजना सब्स्क्राइब गरिदिनु होला। बाँकी फेरि पनि यस्तै ब्लगहरू ल्याएर म तपाईहरुको बिचमा उपस्थित भइजानेछु हुनेछु। त्यो समयसम्म तपाईहरुले शेयर सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। हुन्छ सबैजना गएर सबैले त्यो भिडियो हेरिदिनु होला भन्न चाहन्छु। तब तकले बाई।